हेलो हेलो सोफिया फुला फेरि पनि सबैजनालाई वेलकम है नयाँ भिडियोमा। आज चाहिँ के को लागि भने हिजो सिमरा एयरपोर्टमा चाहिँ जेन्जीहरूले टक्क लगाएर घेराउ हानेछ होइन। सोही लाग्यो यार, सल्युट सिमराको जेन्जी दाजुभाइहरूलाई सबैलाई एकदम सल्युट यार। बवाल बवाल खतरा। बोकटे बोकटे भन्छ नि, बोकटे उर्फ महेश बस्नेत अहिले पुरा बोकटे भनेर चर्चा चलिरहेको छ होइन। महेश बस्नेतज्यू होइन, म चाहिँ समानै गर्न चाहन्छु क्या होइन। त्यत्रो मान्छेहरूले मानिरहेछ, लिडर भनिरहेछ होइन। तर एउटा लिडर एउटा नेता भइसकेपछि बुझ्नुपर्ने कुरा चाहिँ के हो भने जुन आफूले अभिव्यक्ति दिन्छ नि होइन, आफूले अभिव्यक्ति दिन्छ। किनभने एउटा ठुलो पदमा बसिसकेको मान्छे होइन, एउटा ठुलो पदमा मन्त्री जस्तो भइसकेको मान्छे अभिव्यक्ति दिने बेला चाहिँ अलिकति राम्रो अभिव्यक्ति दिनुपर्छ होइन। नेता मन्त्री भनेको जनताको सेवक हो जहिले पनि होइन। जनताको सेवक हो, जनताहरूसँग कसरी बोल्नुपर्छ त्यो बुझिराख्नुपर्छ होइन। जेन्जी जेन्जी भनेर यो बच्चाहरू यो बुढाबुढी हो, हाहुको सरकार हो भन्ने अभिव्यक्तिहरू दिन्छ होइन। अनि त्यसपछि के कुरै कुरामा ल यो भयो भने तँ खुकुरी निकाल, यो भएन भने म खुकुरीले काट्छु भन्ने त्यस्तो कुराहरू भयो। त्यस्तो अभिव्यक्ति चल्दैन क्या यार, अब चल्दैन क्या होइन। त्यसो चल्ने भएको भए त्यो जेन्जीले प्रोटेस्ट गर्ने बेला कहाँ भागेको, भगायो त जेन्जीले। अनि जेन्जीलाई हाहुको भन्छ होइन। कसरी हाहुको भयो जेन्जी? जेन्जी हाहुको भए त्यत्रो सुरक्षा परिषदहरू त्यत्रो तोडेर नेपाल आर्मी आउँदासम्म पनि नेपाल आर्मीको गाडीमा मान्छेहरू आफ्नो ज्यानको परवाह नगरेर सुतेर, आफ्नो ज्यानको परवाह नदिएर सुतेर नेपाल आर्मीहरूलाई धरि हम्मे बनाएको त्यो हो जेन्जी। अनि यस्तो यस्तो निडर बहादुर युवाहरूलाई चाहिँ अनि हाहुको सरकार भन्ने, जेन्जीहरूलाई आतङ्ककारीको ट्याग लाउन खोज्ने, त्यसो गऱ्यो भने छोड्छ त? छोड्दैन। सिमराको केटाहरूले यो त सुरुवात हो क्या। यो अब अहिले सिमरामा रोकेछ होइन। अब नेपालको जुनसुकै कुना अब भक्तपुरको त्यो के भन्छ गुन्डुमा मात्रै तपाईँको राज छ जस्तो राज भएर सबै नेपालको कुना कुनामा जनताले तपाईँलाई यसरी सुरक्षा दिन सक्छ भन्ने चाहिँ नसोच्नु क्या। तपाईँको जुन अभिव्यक्ति दिने स्टाइल छ नि त्योहरू देखेर जनताहरू एकदम रिसाएको छ क्या। त्यसरी क्रान्तिकारी हो नि त जेन्जी भनेको, अहिलेको परिस्थितिको क्रान्तिकारी हो, बुझ्नु जरुरी छ क्या। देश परिवर्तन गर्छु भनेर देशको सत्ता उलट पलट गरेर सत्ता ढालेको मान्छे हो युवाहरू हो जेन्जी भनेको। जेन्जीलाई अनि यो बच्चा हो भनेर सोचेर सुरुमा त तपाईँहरूको कार्यकर्ताहरूले नै हात हालेको रहेछ त होइन। त्यसकै फल भोग्नु परेको हो नि त होइन। अब सुरु भएको छ 12बाट होइन, फैलिन्छ मलाई थाहा जहाँसम्म लाग्छ बवाल फैलिन्छ। महेश बस्नेतलाई चाहिँ जहाँबाट पनि बहिष्कार गर्दैछ होइन। बहिष्कार गर्नुको कारण पनि छ क्या। एकचोटि पनि केपी ओली भयो, यत्रो घटना घटेको छ, एकचोटि भयो पनि अलिकति मनमा चाहिँ ऊ छैन क्या तपाईँहरूको, हुन्छ नि सरी पछुताप भन्ने चाहिँ छैन क्या। प्रयासित गर्नु सक्नुपर्छ क्या, त्यो पनि छैन। अझै घमण्ड छ यार। त्यो एउटा भिडियो हेर्नुभयो होला नि, त्यो सानो बच्चाले केपी ओलीलाई त मार्दै टुक्रा पारिदिने। त्यो बच्चाको दिमागमा के पैसा छ अलिक सोच्नु पर्दैन यार। मबाट गल्ती भयो, जनताहरू मलाई माफ गरिदिनु होला, अब बुढो भइसक्यो, म चाहिँ अब राजनीतिमा लाग्दैन भनेर चुबुलाएर साम्य भएर बसेको भए त यस्तो होल्दङ्गा हुँदै हुन्थेन नि यार। अबको सरकारले गरिरहेछ त, गर्नु दिनु, चुनाव हुनेसम्म चुबुलाएर बस्यो भए त केही हुँदैन नि। अझै पनि आउको सरकार 4-5 जना आउँछ, म जेन्जी भन्छ, ल्याङ गर्छ भन्छ। यस्तो भयो भने ठोक्छ, जहाँ भेट्यो त्यहीँ ठोक्छ केटाहरूले, जहाँ भेट्यो त्यहीँ ठोक्छ। त्यही भएर अझै पनि सुध्रिने चान्स छ तपाईँहरूको होइन। यस्तो पाराले हुँदैन। अनि यो जति पनि हाम्रो यो महेश बस्नेतलाई बचाउन हेर्ने केबी बा आई लभ यु भनेर हिँड्ने साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भने एकचोटि देशको लागि सोचेर हेर गाइजहरू यार। देशको लागि सोचेर हेर क्या। मासु भात र 3 लिटरमा नबिग तिमीहरू यार। म त्यही बिन्ती गर्छु प्लिज यार। सधैँभरि अब
अहिले त तिम्रो नेपालमा रमाइलो गरिरहेछ, भोलि पर्सि आउने बालबच्चाको लागि त सोच यार, तिनीहरूलाई विदेश त पठाउनु हुँदैन भन्ने त तिमीहरूको दिमागमा होला नि त। आफ्नो देशमा राम्रो होस् भन्ने तिमीहरूको दिमागमा छैन? सोच क्या, सोच। फ्युचरको लागि सोचेर भए पनि एकचोटि नयाँ पार्टीहरूलाई चाहिँ समर्थन गरेर यो एमाले, यो केपी ओली, यो महेश बस्नेतलाई चाहिँ उनको साथ छोडिदेऊ क्या केटा हो। यस यिनीहरूको लागि ज्यान दिन बेकार हो क्या। तिम्रो आफै पनि अहिले झोले भन्दाखेरि तिमीलाई कति गाह्रो भइरहेछ, जता गयो पनि झोले हुन्छ, अनुहार देख्नु गाह्रो भइरहेछ नि। किन भयो त? किनकि तिमीहरूले फलो गर्ने मान्छे नै खतम छ क्या, बुझेनौ होइन? त्यही भएर एकचोटि चाहिँ जसरी माओवादी जसरी आयो नि, सम्झौता गरेर जसरी माओवादी आउँदाखेरि जनताहरूले 1/3 बहुमत दिएर सरकारमा पठायो नि, एकचोटि नयाँ पार्टीलाई पनि जुनसुकै होस् तर नयाँ पार्टीलाई त्यसरी सपोर्ट गरेर जाऊ के। किनभने उनीहरूको हेरिसक्यो नि त, 30-35 वर्ष त हेरिसक्यो त, के गर्यो त? केही पनि गरेन नि त होइन? त्यही भएर नयाँलाई दिनुपर्छ एकचोटि चान्स होइन? त्यसपछि नयाँले पनि गरेन भने फेरि त्यसपछि सोच्ने कुरा हो क्या। तर अहिले नै आएर मलाई त्यत्रो 80, 81, 82 जना बच्चाहरू मरेको छ यार। अनि त्यो मार्ने सरकारकै सपोर्टमा तिमीहरू लाग्यो भने तिमीहरूलाई त ठोकिहाल्छ नि यार, जसले पनि ठोक्छ। त्यसरी त्यही भएर यो गलत छ क्या। गलतलाई गलत भन्न सक्नुपर्छ गाइजहरू। आफ्नो पार्टीलाई जहिले पनि माथि राख्ने होइन क्या, सहीलाई सही, गलतलाई गलत भन्नुपर्छ होइन? अनि पहिला सुरु म चाहिँ सच्चा नेपाली हो, नेपालीको छोरो हो, देशभक्त हो भनेर हिँड्न सक्ने आँट गर्नुपर्छ। त्यसरी त्यस्तो भइसकेपछि जहाँ गएन मैले शिर निहुराएर हिँड्नु पर्दैन। यदि तिमीमा सच्चा देशभक्ति छ, यदि तिमी साँचो छौ भने 1000 जनाको अगाडि एक्लै उभिँदा पनि तिमी लिडरै हो क्या। तिमीलाई कसैको डरै लाग्दैन क्या होइन? त्यो सत्यको पछि लाग्नुपर्छ क्या, पैसाको पछि लागेर हुँदैन गाइजहरू है। सत्यको पछि लाग्नुपर्छ, म त्यही भन्छु। त्यही भएर राम्रोलाई राम्रो भन्नु सक्नुपर्छ, नराम्रोलाई नराम्रो भन्नु सक्छ, चाहे जोसुकै होस् होइन? जहिले पनि आफू सानो हो भनेर ठुलोको कुरा पत्याउनुपर्छ, ठुलोले भनेकै फलो गर्नुपर्छ भन्ने हुँदैन। आफू सानो भएर पनि ठुलोले कसैले नराम्रो गर्दैछ, गलत बोल्दैछ भने नो यु आर रङ, तपाईँले गलत गर्दैछ भनेर भन्नु सक्ने आँट गर्नुपर्छ गाइजहरू है। यति भन्नु थियो। त्यही भएर यस्तो हामीलाई चाहिँ चाहिएको छैन कि हुलदङ्गा चाहिएको छैन, फाइटहरू चाहिएको छैन, झगडा चाहिएको छैन होइन? म त्यही भएर भिडियोहरू हेर्छु, नराम्रो लाग्छ क्या। भरे यसरी बिस्तारै आफ्नै ठाउँतिर पनि आउला, आफ्नै ठाउँतिर पनि झगडा होला, आफूले चिनेको दाजुभाइहरू यो फल्ना मऱ्यो अरे, यो फल्ना यो नमजा लाग्छ नि त यार होइन? हाम्रो यति भन्दाखेरि चाहिँ कसैले 1-2 जनाले बुझ्छ भने चाहिँ राम्रो हो क्या मेरो लागि पनि। त्यही भएर म भिडियो बनाउँछु टाइममा होइन? मेन भनेको सत्यको फलो गर्नु पऱ्यो होइन? सत्यको फलो गर्नु पऱ्यो र राम्रो चिजलाई राम्रो भन्नु सक्नुपर्छ, नराम्रो चिजलाई नराम्रो भन्नु सक्नुपर्छ। त्यति हो मेरो धारणा। ल एभ्रिवान, थ्याङ्क यू।